मौसम सुधार भइदियो हुन्थ्यो। हामीलाई धेरै कार्यक्रम तपाईँहरूको बिचमा राख्न गइरहेका छौँ। मौसमले साथ नदिए जस्तो लागेको रहेछ अब हामीलाई। फेरि पनि यति बेला नम्बर खेल्ने चान्स पायो। यति बेला लेबाङ नम्बर 5 छ। 1 अङ्क मात्र डिफेन्स यति बेला नम्बर 5 छ। यति बेला हामी हेर्न सक्छौँ। एकदम राम्रो, एकदमै उत्कृष्ट डिफेन्स यति बेला रोल्पाबाट। निकै राम्रो उत्कृष्ट चलाखीपूर्ण डिफेन्स हामी हेर्न सक्छौँ। यो डिफेन्सले साँच्चै नै रोल्पालाई केही प्रतिभा, एकदमै राम्रो सर्ट फेरि पनि रोल्पाबाट जर्सी नम्बर 6 हामी देखिरहेका छौँ। निकै उत्कृष्ट सर्ट प्रहार गर्दै आफ्नो खातामा 7 अङ्क पुर्याउनु भएको छ भने गोर्खाबाज नम्बर 5 नम्बर 7-5 2 अङ्कले लिड गरिरहेको देख्न सक्छौँ हामी यति बेला रोल्पा। तर बल आउट थियो, त्यसको फेरि यति बेला गोर्खाबाजलाई नम्बर 6-7 अझै पनि गोर्खाबाजले सुधार गर्दैछ। गेम केही बिग्रिएको छैन, जित्न सक्छ र अझै बिग्रियो भन्ने थिए। त्यसको फाइदा यति बेला रोल्पा नम्बर 8 छ। 2 अङ्कले लिड गरिरहेको छ यति बेला रोल्पा। दोस्रो चरणको खेल पनि सजिलै नियन्त्रणमा, राम्रो सर्ट प्रहार तर बल कन्ट्रोलमा हेरेको हामी देख्न सक्छौँ। प्लेसिङ राम्रो छ तर सजिलै नियन्त्रणमा, राम्रो सर्ट प्रहार यति बेला फेरि पनि जर्सी नम्बर 6 का खेलाडीबाट सर्ट बलिष्ठ सर्ट प्रहार गर्दै आफू क्रममा 1 अङ्क थप्न सक्ने नम्बर 9 छ। 3 अङ्कको अग्रता कायम गर्दै यति बेला रोल्पा निकै अगाडि बढिरहेको छ। राम्रो सर्ट प्रहार यति बेला हातमा नलागे तापनि खाली ठाउँ निकै ठाउँमा पुगेको छ बल। र नम्बर थप्न चान्स पाए यति बेला गोर्खाबाज नम्बर 7-9 2 अङ्क मात्र फरक छ। गोर्खाबाजले आफ्नो खेललाई निकै केही सुधारात्मक तरिकाले अगाडि बढाएको हामी देख्न सक्छौँ। बल फेरि कहाँ घुमिरहेको छ। एकदमै राम्रो प्लेसिङ तर बल सजिलै नियन्त्रणमा, राम्रो सर्ट प्रहार थियो तर दुर्भाग्यवश बल गर्न सकेन। जसको फाइदा यति बेला लेबाङलाई जम्मा 1 अङ्क अन्तर नम्बर 7-9। लेबाङले पनि कमी छैन, आफ्नो खेललाई निकै सुधारात्मक तरिकाले अगाडि बढिरहेको छ। पहिलोभन्दा निकै सुधार गरिरहेको छ। फेरि पनि अर्को अङ्क थप्न सफल यति बेला लेबाङ नम्बर 9 बराबर निकै सशक्त रूपमा चाहिँ आफ्नो कला प्रस्तुत गरिरहेको हामी देख्न सक्छौँ। लेबाङलाई अघिल्लो चरणको खेलभन्दा यो खेललाई निकै सुधार गरिरहेको छ भन्न सकिने खेलको कुरो। जित्न सक्छ लेबाङले पनि। राम्रो सर्ट प्रहार तर बल सजिलै नियन्त्रणमा, एकदमै चलाखीपूर्ण खेल छ यति बेला लेबाङ। निकै चलाखीपूर्ण खेल यति बेला रोल्पाबाट र आफ्नो खातामा 1 अङ्क भर्न सफल नम्बर छ यति बेला 10-9। नम्बर 1 अङ्क मात्र डिफेन्ड यति बेला 10-9 हामी देख्न सक्छौँ। खेल निकै रमाइलो भइरहेको छ। एकदमै राम्रो सर्ट प्रहार यति बेला र यति बेला गोर्खाबाजले आफ्नो खातामा नम्बर थप्न सफल नम्बर 10 बराबर के स्कोर छ यति बेला केही बिग्रिएको छैन, निकै सुधार गरेको छ यति बेला गोर्खाबाज। राम्रो सर्ट प्रहार तर बल कन्ट्रोलमा आइरहेको छ। एकदमै लक्की गोर्खाबाज, लक्की र त आफ्नो खातामा 1 अङ्क थप्न सफल भएको छ गोर्खाबाज नम्बर 11-10। 1 अङ्कले अग्रता कायम गर्न सफल भएको छ गोर्खाबाज। बल हावाकामा कन्ट्रोलमा, बल कन्ट्रोलमा आइरहेको छ। राम्रो सर्ट प्रहार, निकै चलाखीपूर्ण खेल यति बेला रोल्पाबाट आफ्नो खातामा 1 अङ्क थप्न सफल नम्बर 11 बराबर छ यति बेला। निकै प्रतिस्पर्धामा भइरहेको छ यति बेला देख्न सक्छौँ हामीहरू। राम्रो सर्भिस तर सजिलैसँग नियन्त्रणमा, राम्रो एकदमै राम्रो प्रेसिङ तर फेरि पनि बल कन्ट्रोलमा। यस्तै बल गिरिरहेको छ यहाँनिर, यस्तै बल गिरिरहेको छ र त नम्बरमा चान्स पायो गोर्खाबाज नम्बर 12-11। 1 अङ्क त अग्रता कायम गर्दैछ अझै पनि गोर्खाबाज। निकै अघिल्लो चरणको खेलभन्दा यो खेललाई निकै सुधारात्मक तरिकाले अगाडि बढाएको हामी देख्न सक्छौँ।
एकदम चलाखीपूर्ण खेल रोल्पाबाट नम्बर छ 12 बराबर नम्बर छ 12 बराबर केही बिग्रिएको छैन निकै सशक्त रूपमा चाहिँ आफ्नो खेललाई अगाडि बढाएको हामी सक्छौँ यति बेला गोर्खा बाइस पनि कम छैन निकै राम्रो खेल छ यति बेला आहा बल कन्ट्रोलमा आइरहेको छ अझै पनि राम्रो 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 यति बेला हामी देखिरहेका छौँ बल कन्ट्रोलमा आइरहेको छ राम्रो राम्रो सफर तर फेरि पनि बल कन्ट्रोलमा आएको हामी देख्न सक्छौँ ए है तर चाहिँ बल पछाडि भयो जसको कारण यति बेला रोल्पाले अग्रता कायम गर्न सफल भएको छ नम्बर छ 13-12 एक अङ्कले अग्रता कायम गरेको छ रोल्पा एम्पायर मित्रलाई छाटाको व्यवस्था गरिनु होला आज कमिटी सर्भिस लाग्यो गरी नम्बर हामी चान्स पायो रोल्पा नम्बर छ 14-12 नम्बर 14-12 हामीलाई मौसमले साथ दिएन गरे यो झरीले साथ नदिँदा पनि दर्शकप्रिय महानुभावको साथ छोडेर नजानु होला यति बेला नम्बरको स्कोरिङ हेर्नुपर्दा 13-14 आयोजक मित्र एम्पायरलाई छाटाको व्यवस्था गरिनु होला बल आउट प्लेयर जसको फाइट यति बेला रोल्पालाई नम्बर छ 15-13 नम्बर छ 15-13 मौसमले साथ नदिँदा पनि दर्शकप्रिय महानुभावहरूले साथ दिनुभएको छ छाटा उडेर भए तापनि यो कार्यक्रम निहाल्नु भएको छ हामी यसैमा खुसी छौँ अब एकदम राम्रो सप्रा र अफरमा एक अङ्क जुन सफल यति बेला रोल्पा नम्बर 16-13 नम्बर 16-13 नम्बर 16-13 यति बेला नम्बर 16-13 सजिलै नियन्त्रणमा बल राम्रो एकदम राम्रो सट यति बेला पुनः रूपमा रोल्पातर्फ नम्बर छ नम्बर 17-13 नम्बर 17-13 निकै अग्रता कायम गर्दैछ यति बेला रोल्पा दोस्रो सेट पनि आफ्नो कोल्टामा पार्ने जमर्को गरिरहेको छ रोल्पा एकदमै राम्रो डिफेन्स गोर्खा बाइसबाट र नम्बर चान्स पाए गोर्खा बाइस नम्बर 14-17 नम्बर 14-17 देख्न सक्छौँ खेल निकै पानी परे तापनि निकै सचोट रूपमा खेल अगाडि बढिरहेको हामी देख्न सक्छौँ फेरि पनि अर्को नम्बर चान्स पाए गोर्खा बाइस नम्बर 15-17 मात्र 2 अङ्क अन्तर छ भेट्न सकिन्छ यो गेम जित्न पनि सकिन्छ केही बिग्रिएको छैन सुधार गरिदिनु होला गोर्खा बाइस निकै राम्रो प्लेसिङ यति बेला र अफरमा एक अङ्क हामीले चान्स पायो रोल्पा नम्बर छ 18-15 मात्र त्यो 3 अङ्कको अग्रता मात्र धेरै छैन जम्मा 3 अङ्कको अग्रता कायम यति बेला फेरि पनि यति बेला रोल्पाले अफरमा एक अङ्क सफल नम्बर छ यति बेला 19-15 4 अङ्क अग्रता यति बेला है नम्बर 4 अङ्क अग्रता कायम यति बेला बल सजिलै नियन्त्रणमा आइरहेको छ राम्रो एकदमै राम्रो प्लेसिङ तर बल सजिलै नियन्त्रणमा फेरि पनि कन्ट्रोलमा आइरहेको छ राम्रो एकदमै राम्रो थियो तर प्रयास हो तर असफलता भयो यहाँ दुर्भाग्यवश रोल्पातर्फ नम्बर छ 20-15 5 अङ्कले अग्रता कायम गरिसकेको छ यति बेला रोल्पा फेरि पनि अर्को नम्बर हामी चान्स पाए यति बेला रोल्पा 21-15 दोस्रो सेट पनि आफू कोल्टामा पार्न नजिक पुगिसकेको छ यति बेला रोल्पा नम्बर छ 21-15 यति बेला हामी देख्न सक्छौँ राम्रो सप्रा तर बल सजिलै नियन्त्रणमा
बल क्रस हुन सकेन जसको फाइट यति बेला फेरि पनि रोल्पालाई नम्बर छ 22-15 निकै अगाडि कायम गरिसकेको छ रोल्पा नम्बर छ 22-15 बल राइट फेरि पनि अवसरमा सेकेन्ड लास्ट 23-15 निकै अगाडि कायम गरिसकेको छ यति बेला रोल्पा नम्बर छ 23-15 बल गर्न सकेन जसको फाइट यति बेला बुर्खबाज लेबाङलाई नम्बर छ 16-23 नम्बर 16-23 यो खेल निकै रमाइलो र निकै प्रतिस्पर्धा जग्गाले पनि यो पानीको समयमा खेलिरहेका छौँ बल कन्ट्रोलमै आएर हामी हुन सक्छौँ तर कन्ट्रोल हुन सकेन जसको फाइट यति बेला लेबाङलाई नम्बर छ 17-23 केही बिग्रेको छैन लेबाङले मेकअप गर्न सक्छ अझै पनि गेम कमब्याक गर्न सक्छ अझै पनि केही बिग्रेको छैन बललाई कन्ट्रोल गर्नु होला फेरि पनि नम्बर खेल्ने चान्स पायो त्यो बेला लेबाङ नम्बर छ 18-23 केही बिग्रिएको छैन यो बेला हामी देखिरहेका छौँ तर फेरि पनि अर्को नम्बर खेल्ने चान्स पायो त्यो बेला लेबाङ नम्बर 19-23 केही बिग्रिएको छैन भेट्न सकिन्छ प्रयास गर्नु होला त्यो बेला बल नियन्त्रणमा आउन सकिन्छ जसको फाइट यति बेला रोल्पा अन्तिम 24-19 रोल्पा 24-19 कन्ट्रोल गरिदिनु होला बाहिर फाल्दा अलिकति ध्यान पुर्याउनु होला साथीहरू आज कमिटी साथीहरू बललाई बाँधिदिनु होला एकदमै राम्रो सर्भिस तर बल सजिलै नियन्त्रणमा राम्रो तर हाम्रो मौसमले साथ दिएर छ अब तपाईँहरूको बिचमा अझै कार्यक्रम गर्न छ हामी एकदमै राम्रो सर्ट प्रहार थियो तर फल्टाउन पुग्यो जस्तो फाइट राम्रो सर्ट प्रहार एकदम राम्रो यो कुकुरलाई ढपाउनु होला साथीहरू ओहो निबाट आज कमिटी साथीले चाहिँ उलाएर लखट्नु पर्ने देखियो लौराले भाटा हान्नु पर्ने देखियो कुकुरले हेर्नुहोस् त कुकुर समेत बल खेल्न आइपुग्यो ग्राउन्डमा नम्बर छ 20-24 कुकुरले डिस्टर्ब गरिदियो फेरि अर्को नम्बर थपियो यति बेला लेबाङतर्फ नम्बर चाहिँ 21-24 केही बिग्रेको छैन लेबाङ अझै समेट्न सक्छ यो गेम जित्न पनि सक्छ राम्रो सर्भिस एकदम राम्रो सट्टारसँगै यति बेला एक्काइस अङ्कको वृद्ध 25 अङ्क ल्याएर रोल्पा फाइनल राउन्ड प्रवेश गरेको छ यति बेला लालीगुराँस युवा समूह रोल्पालाई हार्दिक बधाई आगामी दिनहरूमा पनि तपाईँको खेल उत्कृष्टसँगै हाम्रो 84 सालको कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहन्छु त्यस्तै गरेर बुर्खबाज लेबाङले अझै आगामी दिनहरूमा उत्कृष्ट खेलहरू प्रस्तुत गर्दै आगामी दिनमा पनि तपाईँहरूको सहभागिता निरन्तर रहिरहनेछ भने हामीले चाहिँ यो शुभेच्छा प्रकट गर्न चाहन्छौँ र अबको बिचमा तपाईँहरूको बिचमा हामीहरू अझै विविध कार्यक्रम तपाईँहरूको बिचमा राख्न गइरहेका छौँ